गाइज हामी आज हाम्रो नयाँ वर्ष 2082 सालको उपलक्ष्यमा हामी घुम्न गइरहेका छौँ। हाम्रो सौरेटी टोल उदयपुरबाट हाम्रो यात्रा सफल हुँदैछ। आज मेरो घरदेखि हाम्रो यहाँ गाईहरू जानु लागि तयार हुँदै हुनुहुन्छ। रमाइलो छ। आज हाम्रो यात्रा सफल हुँदैछ। कसो हो गाइज भन्नुहोस्। त्यसै होला भन्नुहोस् भोपाल भाइ। खै भोपाललाई कता जानु? ए बाबबारे हिँड्ने बेलामा त लास्टै दिदी ह्याप्स गरेर हिँड्दा त रमाइलो। मेरो छोरी उहाँ रिसाइरहेछ। हेर्नुहोस् मेरो घर अगाडि बालज्योति प्राइमेरी स्कुल छ। सबै राम्रो भएर हिँडे। म चाहिँ आज के गर्नु। मेरो हस्बेन्ड स्टार्ट हुँदैछ। हाम्रो ग्रुपहरू भेला हुँदैछ है गाइस। आउँदै हुनुहुन्छ यताबाट। एकजना, एउटा बाइक, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा हुँदै यस्तो छ हाम्रो। अब हाम्रो यात्रा यहाँदेखि चाहिँ हामी चौरण्डीगढी राजदरबारदेखि रानीटारको यात्रा हुँदैछ। खोइ त अनि कतिखेर त खोइ हामी जानु खोइ लागौँ। ड्राइभरहरू चाहिँ खोइ त अनि। ए आफू त कालो भित्र लागेको छ। गर्मी भए पनि होस् भरे। घाम पानी सालको हुने बेला भइसक्यो। खोइ भोपाल भाइ कता? हाम्रो यहाँ चुक छ। हामी चाहिँ यो सौरेली टोल चौरण्डीगढी नगरपालिका 3 बसा सौरेली टोलको हामी निवासी हौँ। हामी आज यहाँदेखि चाहिँ हाम्रो यात्रा हुँदैछ। हाम्रो यात्रा सफल भयो। अब हामी चौरण्डी राजदरबार लाग्दैछौँ। यहाँदेखि हामी उकालो हाम्रो अहिले गल्ली भित्र पिच बनेको छ। हाम्रो हामी घरले साकेलामा एकछिनमा पाउँछौँ। साकेला भएर हामी एकछिन त्यो माथि देखेको टाढा चौरण्डी डाँडा हाम्रो यो उदयपुर बसाएर चितुरे टोलमा हाम्रो धेरै आँप मटर लिचीको खेत फल्ने यहाँको माटो बगैँचा धेरै छ। यहाँको समाज धेरै राम्रो छ। यसको लागि हजुरहरूलाई कति टाढाहरू पुगेर आउँदैछ। डाइरेक्ट गएर हामी चितुरे टोलदेखि हामी भर्नेलीको दृश्य हजुरहरूलाई बाटोको दृश्य देखाउनेछौँ। के गर्नु यहाँको मेयरहरूले यस्तै हो। के गर्नु आधी पैसा बाटोमा आधी पैसा गल्तीमा लाउँछन्। त्यही भएर बाटो घाटो यस्तो छ। के गर्नु यस्तै बाटोमा भए पनि हिँड्नै छ। मेरो हस्बेन्डले कतिमा गाडी कुदेर राख्नुपर्छ पनि हिँड्यौँ ल हिँड्यौँ है हामी।
पचान कति राख्नु भएको ओ हामी अब भटेरीको भटेरी आइदिनु आएको यहाँ चाहिँ हाम्रो भटेरी स्लो हाँस्नु उनीहरू गाडी आज यहाँ भव्य हुन्छ सागमा पहिलो हप्ता आउँछ हाम्रो यो साग साकेला कहाँ नाच्छ यहाँ यो अगाडि भटेरी आइपुग्यौ भटेरी घरडेनी चोकै घरडेनी चोक यहाँ बजार लाग्छ बुधबार लाग्छ होइन त कि कुन बारमा लाग्छ बजार आइतबारे बजार आइतबार लाग्छ यहाँ बजार तपाईँहरू पनि यो ठाउँ घुम्न आउनु छैन भन्नुहोस् बजारको ल हिँडौँ गाइस हामी सिकारमारीको सिकारमारी हामी चौरली आएर तर्फ लाग्दै सिकारमारीबाट चौरली आएर जानु छैन रहेछ नभए त यहाँ त बाटै पो देखेन थियो सिकारमारी के भयो बेकार कलेज मुटु फत्रक फत्रक पार्दो रहेछ बाटोमा अनि के पाले पालो पाले पालो एकछिनै म यो अब मतिर फर्काउँछु कि अनि मेमोरी फुल भयो त्यति माथि हेर नि त एक घुम्ती माथि
लामो आन्द्रा बुढी कलेजमा खोसेको छ म 5 वर्षको बाटोमा धेरै राम्रो माटो टाङ्नु पर्छ घर नि माइको यहाँ साइला र कमलको बात हो ठिक केटाले पर्खिनु भन्ने भने त जानेर बिसाउनु पर्छ यहीँ पर्खिन्छु भनेको यहाँ आइपुग अरे यहीँतिर गाइस हामी यहाँ आज खलैचामा बिसाउने हो खाँदै गएपछि थाहा भइहाल्छ नि खलैचामा बिसाउने हो हामी यहाँ हेर्ने बाटो यस्तो छ हाम्रो अब हामी सिकारमाडीबाट हामी माथि चौरङ्गी डाँडा गएको हो यहाँ हाम्रो दाइ पनि हुनुहुन्छ है यहाँ हाम्रो दाइ हुनुहुन्छ हामी भाइ एउटै गाडीमा जस्तो लाग्छ ओ मधेस चाहिँ के भन्छ नि तामाङ हो नि उहाँ हाम्रो दाइ हाम्रो भाइ हुनुहुन्छ यहाँ उहाँ चाहिँ कान्छी कता खोइ तपाईँको यतातिर छुटो किन भएको हुन्थ्यो नि त नि यहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ है काले मसानी चौरङ्गी डाँडा हुँदाखेरि यो मेरो गाला चाहिँ यत्रो मेरो हस्बेन्डको गाला चाहिँ किन यस्तो सानो अस्ति यहीँ त लडाएको नि साइला र म मात्रै जस्तो मेरो हस्बेन्डलाई चाहिँ डाँडादेखि बहिरीमा डाङ्गे लडाएको नि त्यहाँ भुस म आउँदाखेरि त यहाँ माथि बसेर के गर्ने भनेर बसिरहेको अनि त्यो लामो गाडी त्यही भएर अलिक फेरि एउटा गाडीमा आउनु नि हो बहिनीलाई झन्डै लडा बाजेले जान्छ उता दिल्ली झन्डै फसाएर म त नि बाबा अब नमस्कार आफूमै जाऊ है भनेर बेलै भने बरु त्यसलाई नजाने हो 2-3 जना चाहिँ पालो गर्ने उसको गाडी फस्दिन आएको फसिदिन झन्डै लडेर हाल्यो तान्दैन के गाडी दिन्छ पछि त बहिनीले त उता र पाएर 3-4 जोडी त ल हामी गयौँ त त्यसो भए ल हामी अब चौरङ्गी डाँडादेखि हामी कहाँ कुन ठाउँ अरे यहाँ हाम्रो 3 जना चाहिँ यतै बस्ने अरे ओह्रालो नजाने अरे सब त कसी हेर्नु गाडी सिङ्गलमा जान्छ तर बाटो खराब छ अरे जान्छ अरे ऊ त पल्लो बाटो ल गाइडहरू बिस्तारै आउनु होला मोटे हो त्यसको छोरा र एउटा केटो साथी आएको छ अरे घरमा ए तल जाउँ हामी चौरङ्गी डाँडाबाट
पछाडि फाटेर आउँछन् भइरहेको त्यो त मेरो सुटमा च्याप्दै रहेछ अनि त्यो बाटी छ ल हिँड्नु आइसा कता हिँड्नु भएको ल आऊ जाउँ चढ्ने यति कसो तिमी चाहिँ अरू चाहिँ आउँदाखेरि को यो मेरो साथी स्कुल जाँदा आउँदाखेरि सधैँ छोडेर बाइकमा चढ्ने हो बिस्तारै चढ्नुहोस् ल बिर्स्यो होला आइन्साले ठुले बिर्सेको बिर्सेको छ कि छैन बिर्सेको गर्दै हुनुहुन्छ भयो हो बजार कहाँ हो नानी हजुर हो बजारमा के किन्नु भएको हजुर ओ आज नयाँ वर्ष बनाउने हो ल ठिक छ सन्ध्या हामी पनि घुम्नु हिँडेको नि हामीलाई घुमाउने हो लाउने हो हजुर लाउनु त हामीलाई सरले लाउनु हुँदैन कि सरले त अलिकति चाहिँ हजुरहरूलाई पनि पढाउनु हुँदो रहेछ हो के गर्दैछ अरे बगाला गएको होला होइन बहिनी के गर्दैछ मेरो हस्बेन्डले जाने स्कुलमा खासै जाउँ न एकछिन यहाँ दोकान स्कुल यताबाट जान्छ आइ साला थाहा पनि हाम्रो बाटो थाहा छैन मलाई त सरले कस्तो राम्रै पढाउनुहुन्छ नानी मेरो भेट छ कुन विषय पढाउनुहुन्छ कुन विषय पढाउनुहुन्छ भेट्दैन हो मेरो घरमा सीताको घर हो कहाँ तपाईँको स्कुल चाहिँ खै घरमा ए अब पढाउनुहुन्छ यस्तो ठाउँमा मेरो हस्बेन्ड स्कुल अरे खोलाको दिएर रहेछ नि पढेर ओइ सीता कहाँ छ ओहो नमस्ते नमस्ते लास्ट टाइम मुस्कुराउँदै बसेको रहेछ कहाँ रहेछ के गर्नु लागेको तिमीहरू मलाई नचिनेको कहाँ चिन्छौ त तिमीहरूलाई हामीलाई बच्चा पुच्चीहरू बिर्सिहाल्छौ नि अब प्रेम के गरेको आमामा धन्ना पढाउनु हुँदो रहेछ स्कुल नम्बर चाहिँ सपनामा सपना केही देखिँदैन अरे के भन्छौ है कोसी छेउमा कोसी तरिँदैन
म त कस्तो ठुलो होइन एउटा कोसीमा ठुलो कोसी थियो साथीहरूसँग तिमीको त कापी काटेको छैन कस्तो बिरक्ता लाग्दो रहेछ हौ साथीहरूसँग यिनीको रिजल्ट हिजै गर्नेवाला थियो तर 2-3 वटा स्कुलको चाहिँ स्कुल राउन्ड घुमेर आउँछु ल प्रेमले जाऊ आइस आन्टीलाई चाहिँ घुमाइदेऊ तिमीलाई होइन हाम्रो यहाँ नानीले मेरो हस्बेन्डको विद्यार्थी अरे हामीले डुलाउनु लाँदैछ स्कुल ओ माई गड यस्तो ठाउँमा पढाउनु हुँदो रहेछ मेरो हस्बेन्ड त भाइ गाह्रो छ बब्बरे ए ताल चलाएको रहेछ नि आमामा अन्त कतिसम्म छ नानी यो स्कुल थाहा छैन मेरो हस्बेन्डले यहाँ पढाउनु हुँदो रहेछ है रानी टाढमा ओ माई गड यहाँको नजारा हेर्नु होला यहाँको नजारा कस्तो ठाउँमा पढाउनु हुँदो रहेछ मेरो झन्डै आँसु झऱ्यो मेरो हस्बेन्डले यस्तो ठाउँमा पढाउँदाखेरि जस उहाँको अहिले रिटायर भइसक्यो यहाँदेखि अहिले सर भएर अहिले उदयपुर बसाखा बेलटारमा सर हुँदैछ उहाँको 2-3 गते उतै बसोबास छ अहिले यो ठाउँलाई यो स्कुललाई छोडेर अहिले बेलटारमै जाँदै हुनुहुन्छ उहाँ अहिले हालचाल गाह्रो छ ल सानो नानी हिँड्दैछ यो मेरो हस्बेन्डले पढाउने स्कुल रहेछ जस लगभग यहाँ 1-1.5 वर्ष जति जागिर खानुभयो यस्तो ठाउँ रहेछ यहाँ पहाडी यहाँ दिक्तेल अरे यता भोजपुर रानी टाढा अरे यो चाहिँ के गनायो पादे झारो यस्तो ठाउँमा पढाउने झन् मन अडेर बसेको रहेछ सितौरी धन मन अडिन हस् हस् अब हस् खसी काट्ने हो हस् एकछिन कहाँ जानुपर्ने यतै होइन ल हिँड घुम्नु गोठाला काट्दैछ अब गाडी छिर्छ त लु म त हलिँदो रहेछ लु अच्छा गाई चाहिँ यो है रानी टाढको पुल हो यो यहाँ हामी हलिँदो रहेछ यहाँनिर ओहो यहाँनिर एक दिन त्यो अस्तिको बर्खाले यहाँको पुल चाहिँ पुरै भसाएर फेरि नयाँ पुलको निर्माण हुँदो रहेछ गाइस रानी टाढो मेरो आज हस्बेन्डको स्कुल हेर्दै हेर्दै यहाँको उहाँलाई लगभग 1.5 वर्ष उहाँ पढाउनुहुन्छ तर उहाँको सर्व हुँदैछ 2-3 गतेदेखि त्यो ठाउँमा हेर्नुहोस् न यहाँ पुल ओ माई गड गाह्रो छ रिङ्गटा लाग्यो बुवा धेरै पर नजाने नजाम रिङ्गटा लाग्यो अघि हेर्नु नि यहाँनिर कस्तो रिङ्गटा लागिरहेछ कि मलाई त्यो म त अबि हामी सरेर हिँड्नु पर्यो क्या यहाँनिर रुख फलिन्छ हेर्नु यो चुटिँदैन यो पुल यो भोजपुर अब यो अबि होइन यहाँ नयाँ पुल निर्माण हुँदै रहेछ यता चाहिँ यस्तो छ है गाइस यहाँनिर ओहो मचिलो नबनाउने डर लाग्यो भिडियो आज यहाँनिर रानी टाढ आएको छ यहाँनिर हाम्रो चौरण्डी गढी के भन्दैछ चौरण्डी गढी नगरपालिकाको यो अनि जोडुङ्गे पुल यस्तो एरिया ठाउँ छ यहाँ हाम्रो गाइड साथीहरू आउँदै हुनुहुन्छ यहाँनिर हजुर साथीहरू आउँदै हुनुहुन्छ म चाहिँ तर्नु सकिनँ म त गइ आइनँ के तपाईँहरू पल्ले छेउ पुगेर आउनुभएको पल्ले छेउै पुगेर आउनुभएको अरे साथीहरू आँट हुँदो रहेछ उहाँहरूको मुटु डढो रहेछ मेरो मात्रै मुटु लुज रहेछ कम एकदम हाम्रो यहाँ बाइकहरू छ हामी जाने ग्रुपहरू चाहिँ यहाँ छौँ हाम्रो
बसाएर हेर्छु मेरो पर हस्बेन्ड दाई भाइ आउँदै हुनुहुन्छ उहाँ हाम्रो मेरो अगाडि रेड कलरको लाउनु हुने मेरो हस्बेन्ड पछाडि सेतो लाउने यता भाइ यता दाई हुनुहुन्छ यहाँको रानीटार र भोजपुरको होइन त यो सिमाना रानीटार र भोजपुरको सिमाना हो यो चाहिँ यहाँको चाहिँ भर्खर पुल अस्तिको बाढीले चाहिँ यहाँ सबै पुल बगाएर भसाएको छ अरे अनि फेरि नयाँ पुल यहाँ निर्माण हुँदैछ त्यहाँ मेरो हस्बेन्ड दाइहरू आउँदै हुनुहुन्छ यहाँ हाम्रो ब्याग हामी आउने जस्ट 2टा ब्याग माथि नै रह्यो हामी 3टा ब्याग चाहिँ यहाँ झरेको छ